यो टमाटरलाई पानी लाउँदैछु ए सुन है ए तर भन ऊ सुनि देखिस् पनि होला ए ऊ त्यहाँ यो बल्ल बल्ल बाचाको अब जाडोले गोलभेडा पनि कक्री गयो अनि अब फेरि किरा सुरु हुनु थाल्यो अस्ति एक लट यस्तै किरामै नै दुःख गरे किरा मारे बेलुका पनि बिहान पनि गरेर बल्ल बल्ल 4500 उठाएँ 4500 कमाउनु भयो त्यति कमाएँ अनि सबै रोगले भएन सबै गयो अनि त्यहाँदेखि फेरि भएन र अस्ति यो असोजमा रोपेको बिरुवा यो अब एक झमट त हुन्थ्यो होला यी अहिले पो हेर्दाखेरि किरा लाग्नु थालेछ फेरि अब के गर्नु यो जाडोमा अब फल पनि त्यति लाग्दैन होला अस्ति किरा लाग्थ्यो नि त्यो जाडोले गर्दाखेरि अलिक कम भएको अनि फेरि हुँदै रहेछ सुरु हुँदै रहेछ अस्ति नै सकिजान्थ्यो होला नै बिरुवामा खाइदिइहाल्थ्यो होला बिरुवामा लागिगएको थियो सबै अनि मन मारेको थिएँ अनि त्यहाँदेखि फेरि जाडो हुनु थालेपछि पछि मौलिनु थालेको अनि काउली पनि छ काउली यता पनि छ त्यो त छ नि काउली यिनीहरू हो नि त काउली यो अनि यो बन्दा पनि यो बन्दा यो काउली यी पातमा चिन्न त अनि यो गर्दा यो रिसैले सबै भइगयो अनि मैले पनि सबैले यहाँ खनखुन गरेर यहाँ फालिदिइराखेको यो चिसो भात भाउले पानी लाउनु दिएन हुँदैन बिराम भनेर अनि मैले सबै लिएर यहाँ खनाइदिएको सबै अनि त्यो चिसोमा भात सबै उम्रिन्थ्यो नि त अनि बैगुन यो बेचेँ 2-4 सयको त बेचेँ त्यो पनि हाम्रो कृषि समूहले दिएको बिउ दिएको थियो पोहोर अनि आफैले बिउ राखेर गरेको रोपेको फल्यो बेसकनै नै फल्नु त अब यो रहेर फेरि आगुङ पनि फेरि यो जोगाइराखे त फेरि आगुङ पनि हुन्छ नि फल्छ नि मर्दैन होला मर्नु अलिअलि मर्यो नि पछि चिउला आउँछ नि त चिउला आएपछि फेरि फल्छ नि त यस्तै नै छ त्यो चाहिँ यो तल्लो घरमा नाला भए त पानी उँधो त्यसलाई लाउनु पाए त हुन्थ्यो त अनि यहाँ चाहिँ पियाजको बिरुवा यहाँ चाहिँ राम्रो छ माथि चाहिँ मरो बाउले छाना लाउने छाजन लाउने भएर यो पियाज गोड्दाखेरि एक दिनभरि गोडेँ 3-4 दिन थलिए पनि अनि त्यो टुसुक्कै घुँराले बस्नु हुँदैन नि त अनि त्यो भएकोले अनि त्यो गरेको सौदो पियाजको बिउ त राम्रो पो छ आलु त्यो अलिक भएको छैन अस्ति असोजमा त रोपेको के को अस्ति कार्तिकमा रोपेको नि कहाँ हुन्छ यति बेला मेरो भैँसी 3टा माउ छ एउटा 2टा पारा हिजो अस्ति बिहिबार ब्याएको अनि गोरु छ हल गोरु त्यही नै छ भनेपछि त्यो अर्को नै एउटा भैँसी नि ब्याउनु अनि त्यो पनि ब्याउनु लागेको छ अब कहिले ब्याउँछ त अस्ति उन्दो भात त राम्रो थियो नि छ अनि त्यस्तै छ आलुमा पानी त लाउनु पर्छ त नि खोइ धेर नलाउनु होला हौ हौसिन्छ होला झन् होला खै भयो
रोप्ने टाइम पनि छैन। रोप्ने भ्याउँदैन। गोरिङ अनि त्यहाँदेखि गोरेर पिसाब लगाइदिएको त कति राम्रो भयो त हेर त यहाँ त माथि पो उ भयो। माथि चाहिँ 1.5 सयको मात्रै बेचेँ, बिक्री भएको छैन। अहिले थुप्रो प्याज हुँदो रहेछ सबैको। भेटिन त्यो त नचुटाहाल्नु, यो वल्ल काउली चाहिँ चुटाएँ। होला नि, मैले पानी लाएर त्यहाँ कक्रे छ। ल हो अब चाहिँ तान भन्दै माथि चुट्यो शनि। ए बाबा, एक भित्ता भनेको एक भित्ता पुग्यो अब त पल्लो छेउ अलिक भेटाउँदैन रहेछ। हेर्छ यसो गर्दै जान्छ नि, जान्छ होला नि त। अलिकति भेटाउँदैन पल्लो छेउ। ए भेटाए ल फेरि झार त उस्तै भयो। बाहिर बाहिर मात्रै सितेछ। के भन्छ मम्मी, यहाँ के अरे उता माइतीमा पनि यस्तो गर्नुहुन्थ्यो कि यहीँ आएर यो के अरे तरकारीहरू गर्नु के को उहाँ यस्तो उ नै हुँदैन थियो नि। यी पनि त पहिले पहिले कहाँ थियो त बौ? थिएन नि। यी पछि पो त केयर नेपाल आयो। कहाँबाट केयर नेपाल आएर अनि सागसब्जी लाउनु सिकायो, बिउ बिजन दियो, तालिम गर्नु लायो। कहाँ यहाँ पनि थियो त? उही कहाँ गाउँले त आज रोपो भोलि फुलिजाने मुलाहरू कोही रायो सागहरू पाउँथ्यो। पियाज त कहाँ हामीले देखेको थियो र? देखेकै थिएन नि। हाम्रो गाउँमा सबैभन्दा पहिले यस्तो तरकारी सब्जीहरू खेतीहरू लाउने भनेको हाम्रो पापा होइन। यहाँ बाउलाई नभनेको केयर नेपालले तालिम दियो, त्यहाँदेखि लायौँ। अनि यहीँ अन्त अब पहिले सुरु चाहिँ यहाँ हाम्रैतिर भयो नि त। केयर नेपाल आएर समूह बनाइदियो हामी महिलालाई। अनेकको काउली भनौँ, बन्दा भनौँ, रायो साग भनौँ, परेना पारको सागको बिरुवाहरू, जुगुनीहरू। अब हुनु त सिमी त यहाँ पनि थियो नि होइन हाम्रोतिर, तर त्यो पहेँलो मात्रै हुन्थ्यो। अर्को सिमीहरू आयो अनि हरेक चिजको बिउ बिजन। लसुन रोप्दैनँ थियो, लसुन आयो, पियाज आयो। तर यो पियाज हार चाहिँ पछि यो जिफमले गरेको है। जिफमबाट चाहिँ जिफमबाट चाहिँ पियाज हारको सुरु भयो। पहिले चाहिँ अब पियाज त्यति थिएन, त्यति देख्थेन। लसुन र अरू अरू मात्रै देख्थ्यो केयरले। अनि अब लाउनु पर्ने रहेछ, गर्नु पर्दो रहेछ भनेर चाहिँ अनि हरेक चिजको बिउहरू आयो। अनि हामीले लायौँ, फलायौँ, खायौँ, बजार लैग्यौँ, बेच्यौँ। यसो के र अरू त बजार लगेर बेच्दा पनि के र, अब खाजा खाँदै नै तुरी जान्थ्यो। अनि यसो 1-2 डल्लो साबुनहरू तेलहरू ल्याउँथ्यो, यसो खाँचो टर्थ्यो। तर अब चाहिँ अब आफूले पनि सक्दिनँ। अनि अब ठिक यसो आफूले खाने लायो। अनि आइगयो अब यही घरमै बिक्री गरो। अनि यसो भने मन मिल्ने साथीलाई यति लगेर बेचिदेन है भनौँ। त्यस्तै अब बजार जानु पनि छोडेको म। अब घोडाले त्यति काम गर्दैन, अब भनेको घरि उ हुँदैन। अनि छोडिदिएको मैले। लु आज चाहिँ छक्का काकीलाई 3 केजी काउली पठाइदिएको छु है। अब कसरी जान्छ त? अस्ति हुँदा त 130ले छ भन्थेन, त्यसरी छ अरे। अब कसरी जान्छ त्यसरी बेच्न है भनेर पठाइदिएँ है। काउली, फुलकोपी, काउली र बन्दा भनौँ सकिगयो नि हाम्रोतिर त। त्यसरी त्यस्तो अब सकिँदैन। अब त ठिक्क आफूले खाने मात्रै
लाउने अब कोही बेला आइगयो भने घरमै बिक्री गर्ने अब सक्दिनँ पनि अनि अब यो पियासी नै त्यस्तै छ हौ न पहिले कहाँ देख्थ्यौँ नि कहाँ देखिन्थ्यो त्यस्तो अब यतातिर त्यति चलनै थिएन अचेल पो यस्तो सबै थोक लाउनु भनेर त अब तुल्याउनु गर्नु सके त हुन्थ्यो न अब तुल्याउनु पनि अब सक्नु अटेन आफैले अब आफू कमजोरी भएपछि त के गर्नु र मैले गोड्नु जान्दा छु सुरी पक्रेर झार तान्न किन जान्दैनस् यहीँ बसेको जन्मेको हुर्केको त्यत्रो काम गरेको तैँले पनि कहाँ तेरो उमा भारी बोकेर हिँड्दैछस् त थियो त देखिन्थ्यो त अनि मेरो मोबाइल त माथि त्यसै छ त अलिक पानी लाउनु रोपेको कति महिनामा खाने हुन्छ यो रोपेको कति महिना चाहिँ अनुभव गरेको छुइनँ है मैले वास्तै गर्दिनँ मैले अब हामी कहिलेतिर रोप्छौँ अब यो पुसभित्र रोप्नु पर्ला पोहोर मङ्सिरमा रोपेको फलेन यत्रो पनि भएन हुन्छ नि त अब यो बिहा पछाडि चाहिँ रोप्नु पर्छ अब यहाँ कता वस्तु लैगेर गरेर यो त तरुल भइसक्यो हो यस्तो तरुल भएको चाहिँ रोप्दा छिटो फस्टिन्छ पोहोर यत्रो मङ्सिर 3 गते रोपेको उसको दानै भएन न अगुवै भएर नै हो न के भयो अनि ठाउँ पनि फेरेको के पो गर्नु पानी त भेटेन नि त यता त धुलो मात्रै मर्यो नाला गरेर गाडी राख न हुन्छ यो त पहिले बेर्ना उत्पादन गर्नु मात्रै पो गाह्रो त यो त उता पल्टाइ राख्यो भने एक पया उसको जरो चाहिँ माटोमा भयो भने उही बस्छ यो त बिरुवा उमार्ने बेला चाहिँ गाह्रो यो बाउले माटो यहाँ गरेर पकाएर फेरि कमिलाले खाइदियो यसको यो बिहामा जोगाउनु पर्छ नि त दलमा चाहिँ त्यो बिहामा चाहिँ साह्रै नै यहाँ चाहिँ अलिक पातलो भएको नि बुद्धि यो तल र माथिल्लोबाट अलिक वो त ढुङ्गा रहेछ उधोसित अनि यो गर्नु पर्थ्यो ड्याममा हिँ राख्यो भने अलिक हिँ सप्रिन्थ्यो होला माथि पनि बिउतामा आएको राम्रो पो भएको अनि मर्नु थाल्यो भने र बाउले छाजन लाएको झन् साह्रो पो भयो हटाइदेऊ भनेर अन्त के हुन्छ त त्यो आधी सोह्र मरौ यस्तै छ दिउँसो त गर्मी हुँदो रहेछ नि यता त काठमाडौँमा धेरै चिसो छ हौ गर्मी यसो होला नि त तिमीहरू कोठामा बसेकोले होला नि त होला नि त दिउँसो त कहाँ अनि निकै उनै हुन्छ त हुँदो त बुढो भइसकेछ त्यो नि सबैको हुन्छ नि त अब सबैको घर पछि छ अनि यता हामीले त के खेती लाउँछौँ र यो प्याज खेती के गर्छौँ यो गोम्दो मुत्लाभित्र पो बढी त हुन्छ त उधोबाट धेर आउँछ नि त पर्सी दानामा पनि बिरुवामा पनि उधोबाट पो धेर त आउँछ त अनि यता त भेटेन नि नभेटेकै पो रहेछ नि कहाँबाट नाला कसरी लामो फिर्काउँदा पनि तलतिर आलु भिजाइसकेको छैन के को बोक्छ बोक्नु त बोकेर त जारी ल्याएर आइज त माथि गएर जा त त्यहीँबाट यता आइज पानी आइरहेको छ नि
नालै ल्याउनु पातो त्यता आलुलाई पनि लाउनु पातो हेर ढुङ्गातिर त सुक्नु पो थालेछ के भने त नालै फर्काउने तलको त नफर्काउनु धेरै लामो छ माथिको अलिकति चाहिँ भादेखि भेट्ने भए त कतिखेर काट्ने बिहान कि दिउँसो अबदेखि होला नि त उता अनि के भने घरि अब उनीहरूको काम कहाँ कहाँ छ अब पुँगी बरा भनेको लाग्छ तपाईँको माउलीमा त हाम्रो माउली भन्नु त्यो माइतमा त्यस्तो छैन भने खै पछि रोप्छन् कि के गर्छन् त अब त उनीहरू पनि त बसेको होला नि संस्थाहरू त्यहाँदेखि म गएकै छुइनँ कति भयो मामाहरू आउँछन् कि आउँदैनन् खोइ यसपालि आउँछ आउँदैन त अस्ति फोनमा बुद्धि मामालाई त आउनु है भनेको थिएँ के भन्छ ए दिदी भ्याइसक्नु पो छैन त भन्थ्यो अब फेरि उसको स्कुल मास्टर काम गर्छ नि त बुद्धि मामाले त मुमा त सन्चै छ कुन मुमा अनि मुमा गइसकेको होइन अनि धेर वर्ष भइसक्यो नि कता हौ खोइ यो के बेला पो हो त अनि आफ्नो ऊ पनि उता अर्को आमा पनि गयो मरिसक्यो त जेठी आमा पनि झन् अस्ति त आमा छोरी त कस्तो पो भयो भाउजूहरू नि टक्क भएर गएको थियो माथि माथि कुद्दो रहेछ ल कता पक्रेको त्यो लाउँदा टक्कै हुँदो रहेछ त्यो उता ऊ त भुइँतिर बिरुवा छ नि ऊ त्यता एउटा हो त्यता पनि तिनीहरू त माथि उखेलेर ल्याउनु पर्थ्यो खसी उडिरहनु त है भिर्ग्यो नि त कहिले यो त ठिकै छ यहाँ बाहिर बाहिर मात्रै हुन्छ यी हेर त यी यति एक पया छ रहेछ यसको जरा यी परान अल्झिरहेको छ ज्याल हुन्छ त अनि पछि त अनि के ढुकढुकी भइगयो के यो त फेरि दुःख सुख खाने दाना पो भइसक्यो त अनि कहिले त ए छोरी त्यता रोप्नु भनेको उतै बार उतै लैजाउँ अलिक पल्लै छेउनुमै यो त यसरी पनि पुग्छ हौ उतै अलिक उतै सकिगयो ल्याउनु त यहाँ नाला लगाइराख्नु गरिराख्नु पर्छ अलिक यता ल्याउ आलु मरो
नङ्कालो भयो सर्गोबाट पानी आउन सकेन उतै छेउमै ल हो उतै माथि 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 हुँदो रहेछ पुग्छ होला हौ अब त हुन्छ होला कसरी नाला त्यता माङझाङ गरेर छोड है भए त हुन्छ होला हौ अब त हो आलुलाई चाहियो उता हाम्रो नि माथि एक टुक्रा थियो त अघि लड्छ भन्दै हुनुहुन्थ्यो नि त्यसले त के भेट्थ्यो त्यति मात्रै जान्छ एउटा छ त्यहाँ नुहाउने झिक्नु पर्छ कि त्यता गङ्गाको हेरेर तानेर ल्याउनु पर्छ म त यो उप गर्नु भनेको गोलभेडाको पो छाँटकाट गर्नुपर्ने पत्ती अस्ति 2-3वटा थियो त्यो बिग्रेको बेला त भनेछु त्यसै बोट मात्रै छोड्दै गरेछु कहाँ हालिपठाएँ यति बेला त चाहिन्थ्यो नि खोइ बुद्धि एक मागले जाडो जान्दैन भन्छन् हो रहेछ यो सागमा भैँसीको पिसाब झिकेर लाउनु फेरि हुन्थ्यो त नि आज गुन्द्रुक पनि नचलाइ सुक्थ्यो पो उतै लाउ न उतै यता त त्यसो अब त हुन्छ पनि हुन्छ के धुने एकछिन उप गर्छु होला झोने ठाउँ मल भएकोमा त मासतिर त फेरि चिउला पो आएर आएको रहेछ 39 सालमा 39 सालमा बिहा भएको मेरो मङ्सिर 26 गते यहाँ भित्रेको 26 गते 26 गते चालीस 41 सालमा को रहने त्यही अब मुमा फुपा पिपी अनि तेरो पापा त्यति 4 जना त थिएन मसँग 5 जना भयो थिएन फोपा सोझो थियो त्यति ऊ भन्दैन थियो भन्दा उसलाई रिस उठ्दा प्याचै भन्ने रिस उठ्ने बोल्थ्यो धेरै बोल्दैन थियो बाजे चाहिँ रोगी थियो बाजे 7 महिनाको अरे अनि केराको पातमा त सुताएर बाचाको हुर्काएको अरे बाजे चाहिँ अनि मुमा र पिपी छुचा थियो नि अब पो मुमा पनि अलिक ऊ भयो छुट्टै छ पिपी त छुचा झन् यता अन्त छेत्रीहरूलाई टेक्नै दिँदैन थियो नि मुखैले भुतुक्का पार्थ्यो नि त्यस्तै नै तपाईलाई चाहिँ कतिको सजिलो भयो कि गाह्रो भएको सुरुमा बिहे गरेर आउँदाखेरि मुमा पिपीहरूले कति गराए अब राम्रै
माया माया नै गरे नि गर्नु त अब चित्त बुझ्दा तर आफू अब नौलो अब चिनेको जानेको कोही छैन अनि कता उ गर्नु र नि अलिक अप्ठ्यारै भयो नि अप्ठ्यारो त अप्ठ्यारै हुन्छ नि अनि बिरानो गाउँमा चिनेको छैन यताको गाउँघरको सासू पढ्ने रहेछ ससुरा पढ्ने रहेछ अब बुहारी भन्थे तेलमे भन्थ्यो अब हाम्रो उ बाटो त यताको उ बाटो त भाषा बारो अनि तेलमे भनेको क्या हो बुहारी भनेको रहेछ नि त अनि अहिले जस्तो पो अनि कुन बुहारी हो कुन बहिनी हो त्यसको फलानु नाउँबाट बोलाइन्छ आजकल सजिलो छ अनि त्यहाँदेखि मैले भन्थेँ के भन्नुपर्ने नि भन्थेँ अब यहाँको भाषाबाट बोलाउँथेँ अनि चिन्दिनँ थिएँ छक्कै हेरिरहन्थेँ अनि के भनेको भन्थेँ अनि म जान्दिनँ भाषा चिन्दिनँ नि त भन्थेँ अनि यसो भनेको त्यसो भनेको भन्थेन् मुमाले किन सिकाउँथ्यो बाहिरको मान्छेले नि बाहिर मान्छेहरूले भेट्दाखेरि अब यताको भाषाबाट बोलाउँदाखेरि म अब हेरिरहन्थेँ नि त बुझ्दिनँ थिएँ कोहीलाई के भनेको म त बुझ्दिनँ है भन्थेँ नि त अनि यसो भनेको त्यसो भनेको भनेर सिकाउँथेँ नि त यहाँ मुमाले बोलाउँदाखेरि अब बढी जसो अब क्षेत्री भाषाबाट बोलाउँथ्यो नि त बोजूले अनि आफ्नो भाषाबाट बोलाउँदा फेरि नबुझ्दा दोहोर्थ्यो नि त यो भनेको भन्थ्यो बोजूले भाषा आउँदैन थियो अनि पछि उता पनि बोलेन् यता पनि बोलेन् अनि बाहिर फेर धेर बोलेन् अनि त्यसरी बोल्दाखेरि अलिअलि सिकेको नभए त त्यति आउँदैन थियो नि त र पनि अझै पुरै त यहाँको भाषा बोल्नु आउँदैन नि मलाई बुझ्नु पनि पो कोही त बुझ्दिनँ पो रहेछु अझै कोही भाषाहरू त कहिल्यै नसुनेको भाषा त बुझ्दिनँ पो रहेछु अनि के भनेको त्यो भनेर सोध्छु नि भरै अनि यसो भनेको भनेर भन्छन् नि र त भनेको त अनि बस्नु भएको छ मेरो आमा के गर्नु छोरी मान्छेको जन्म हो अब त्यही नै पहिलेदेखि देउताकै पालोदेखि गरिलिएको चलन अब रहेछ अनि के गर्नु ल ल ल पुरै बस्ने गरी आउने ल ल ल ल ल किन अर्काले छोरी मात्रै लान्छ होइन अर्काको छोरा पनि आफूले अर्काको छोरा पनि अर्काको छोरीले ल्याउ न त घरमा हुन्छ नि ल ल ल ल ल कोही छ भने भन्नु म चाहिँ घरमा मागेर ल्याउनु पर्यो छोरा हुनुहुन्छ भने अब है म त बिहे गरेर जानु मनै लाग्दैन नि त त्यही भएर बिहे गरेर ल्याउनु पर्ला बिहा गरेर जानु मन नलागे पनि अनि के माइत घरमा बसिरहेको छैन के गर्नु त अनि खोइ गएकै जस्तो भयो नि त होइन छोरी के होस् एकछिन नौजनामा अब पहिले त कति हामी थियौँ भने के अरे कतिजना थियौँ पहिले त त्यही त 3टा दाइ दिदी बहिनी हामी बाटा थियौँ नि 5जना यति बेला 7जना छौँ अब 2जना बिग्रिँदा 7 8 9जना नि त पहिले चाहिँ हामी कतिजना 5जना मात्र थियौँ भनौँ न ताना नै हामी केटाकेटी चाहिँ पहिले चाहिँ 5जना अनि फेरि पछि भाइ बहिनी जन्मी अहिले चाहिँ 9जना भयौँ होइन 9जनामा चाहिँ 2जना दाइहरू चाहिँ बिग्रिँदा अब 7जना छौँ नि 3 भाइ 4 बहिनी
अब खुसी छ नि त अब कहिले गरौँ भइरहेको थियो अब अहिले गर्दा अब भेला भयौँ अब खुसी लाग्यो नि खुसी छौँ नि अहिले त यत्रो धेरै छोराछोरी जन्मेछन् घरमा बाउआमा एक्लै होइन अनि अहिले त धेरै के अरे हुँदाखेरि त रमाइलो लाग्दा अनि घर बौहरू हुँदा त अब भरे 2 जना आउँछन् अनि टक्कै 10 जना हुन्छौँ अनि नातिनी आएको भए 11 जना हुन्थ्यौँ अनि के अरे मम्मी अनि जस्तै उयो ढेरू उसको पुछानी पछाडि एउटा केही झुन्डाउनु न पुछानी देख्छ अनि ढेरूको हाम्रो बेहुला यो फुर्केर गाह्रो थियो नि अनि अब केटाकेटी अरू बेला त त्यस्तै हो अब चाडबाडमा त अब 1 सोरो त दिनु पर्यो दिने बेला अब कता हो पैसा के बेचेर गरौँ नि अब के खुवाउँ त्यो अब त्यति बेला अचेल पो सुख छ त अब चामलको भात देख्दा उति बेला कति खुसी हुन्थ्यौँ अब कहाँबाट अलिअलि धान भएको पनि चिमर्दा थोरै फारो गर्दै लाँदा नि सिद्धिन्थ्यो अनि कसरी भनेर अब के खुवाउँ के गरौँ कसरी कपडा लगाइदिउँ केबाट पैसा गरौँ दुःख थियो नि त्यति बेला अब यति बेला पो पैसा भए ल भनौँ फोनको भरमा चामलको बस्ता पोकी तेल चिनी के अब के खाँचो हुन्छ ल्याइदेऊ है भनौँ ल्याइदिन्छन् उति बेला त कहाँ कसरी के गरौँ के बिक्री गरेर अब छोराछोरीलाई धेर नभए नि त एउटै भए पनि कपडा लगाइदिउँ छोराछोरीले भन्थे अब के दिनु के दिन्छौ आमा हामीलाई के कपडा लगाइदिन्छौ मलाई त यस्तो मलाई त लाउन मन छ भन्थ्यौ अनि हामीलाई गाह्रो हुन्थ्यो नि कति दुःख हुन्थ्यो नानी पैसा बनाउनु अनि कसो गरेर यसो चित्त बुझाउँथ्यौँ नि आचेल लुगा नाथे अब छोराछोरीले ल्याइदिन्छौ कति लाउनु आम्मामा यस्तो लुगा भएदेखि त्यो बालाका भाइ बहिनी कति तातोमा सुत्थ्यो होला कस्तो दुःख थियो नि पहिलेको कुरा अब बारी धेरै भए पनि के गर्नु अब अनि अलिअलि त्यही अन्नहरू बेच्यो त्यही अब बस्ताहरूबाट पनि आमदाम आउने बस्ताहरू थिएन अनि त्यही अलिअलि अन्न बेच्यो यसो अब बच्चाहरूलाई डटकापी भनौँ लुगाफाटा भनौँ माछा मासु खाएको भनौँ गर्नुपर्ने अनि त्यसले त्यही अन्न अलिअलि अब त्यही अन्न खायो त्यही अलिअलि बेच्यो त्यसले अब खाँचो टार्थ्यौँ नि अब आचेल त कति सुख छ नि अब कोही बेला भनौँ के अब खानु मन लाग्दा पनि सुखै छ अब अनि अब फेरि लुगाफाटा पठाइदिएको लिएकै गर्छौ छोराछोरीले पहिलेको जस्तो छैन दुःख अब दुःखले नै हुर्केको नि पहिले अनि आलुको त बारीमा यति लामो जुगा आउँथ्यो पानी आषाढो अब यहाँ त आलु अनि यहीँ रोप्दा हुने रहेछ त यत्रो आलु यहीँ हुँदो रहेछ त अब यो भदौ साउनतिर रोपे पनि आलु फल्छ माथि साउनको आलु खाँदैछौँ नि त तरकारी अनि आलु अनि यो अस्ति कातिकमा रोपेको यो मैले अब यो पनि अब चिचिला लागिगयो त्यहाँ पनि छ अनि तल कातिक 5 गते रोपेको तल जति हुँदो रहेछ जति फालफुल हुन्छ अब त त्यतिखेर चाहिँ त्यो यहाँ बारीमा हुन्छ भने उब्जाउ हुन्छ भनेर थाहा नभएको नि त थाहा नै थिएन नि त अनि यतै नै अब वरिपरि अलिअलि लाउन थाल्यो नि उसले लाउँदा एउटाले गरेपछि
गर्नुपर्ने रहेछ हुँदो रहेछ भन्ने हुँदो रहेछ हौ अनि एउटाले गरौँ उसको फल हो अनि फल हो है उसको भनौँ फेरि आफूले गर्दाखेरि त भयो नि त यत्रो अब दुःख त नगरी त कहाँ सुख हुन्छ नै अब काम चाहिँ गर्नु खोज्नु पर्यो तर हुँदो रहेछ नि त अनि अब अहिले तपाईलाई पनि तपाईको जिन्दगी सुख लाग्छ सुख लाग्छ नि अहिले अब छैन अब आफूले भारी बोकेर हिँड्नु सक्दिनँ अब नसकेपछि अब मान्छेले अब अर्कै मान्छे लाउनु पर्यो दिने चाहिँ हुनु पर्यो अनि त्यो ठाउँबाट यस्तो गरिदेऊ त्यसो गर है भनौँ अनि त्यस्तै नै अनि त्यस्तो हुन्छ रहेछ अब त बुढाबुढी भयौँ सुख भएर के गर्न अब मर्ने बेला भयो के अनि के गर्नु अब मलाई के थाहा बेला चाहिँ सुप कहिले कसले फालिदियो सुप है अनि 4,500 ल अब यो यी किराले यसरी गर्छ अब यो जाडोमा त नआउनु नि त अब काम छैन अब अहिले कति हुन्छ यो कतिको हुन्छ त्यहाँदेखि चाहिँ खोर्सानी लगाइदिनु पर्यो यो टनेलमा अब 1-2 साल यो बाँस हाले ठेलुन्जेल खोर्सानीबाट नि हुन्छ नि फाइदा माथि निकै पो बेचे त होला छ यो अनि यो नरुवा अब पछि खुवाउनु पर्छ बारीको नि यति 11 को नि आधी वस्तुलाई खुवाएर नभए कति हुन्थ्यो कुखुरा भनेपछि के भन्छ यो चाहिँ कोदो टिप्ने अनि नरुवा काट्ने अनि सुकाउने अनि थुङ्गा राखेको यो सुकाएर मुठा पारेर यो एक सोल माथि जान्थ्यो नि वस्तुले खाएर यति मात्रै भयो एउटा गराको यति 1 गराको अनि तल्लो गराको उदै वस्तुले खाएरै सक्यो गुवाली छ सुँगुरले खाएर पो त्यति भएको उगारेर हेर्न झन् राम्रो हुन्छ त सबैभन्दा मिठो चाहिँ यो सानो हुन्छ है आज यो उसिनेको छ यो सुँगुर थोर रहेछ यहाँ मुसा मारेको च्वादानीमा अघि बाउलाई खोल्नु लाउनु के गरी जानिनँ मैले आएन होइन यो पनि राम्रै हो यो 70 हो यो मेरो छोराछोरी के गर्नु यो ए बाउलाई पनि छोड्नु बिर्से यहाँ रड कहाँ लगिदिएन दाजुले मलाई त छोडिदियो ओफ तेरो थोतो न त कहिले नि यो नपल्टाउँदा के हुन्छ थोरै कुटे पो
मेरो रड कसले कहाँ लैगयो खोइ त्यो पल्लो हो कि छ त्यहाँ पनि पानी लाउनु पर्ने हो फर्सी सुँगुर र भैँसीले सक्ने होला अब कसले खान्छ वस्तुमा पनि अनि त्यहाँ घरमा पनि कसरी भ्याउनु सक्नु मैले भ्याउनु त मलाई त गाह्रो हुने भयो आमै ए भाइ नमस्कार नमस्कार आयो खान्छौ हाम्रो